बालेन शाह मात्र चिन्छु, अरूलाई त त्यस्तो चिन्दिनँ। हो र? अरू नेता चिन्नुहुन्न? अरू अब त्यस्तो काम गर्दैनन् बालेन शाह जस्तो, त्यसैले। बालेन शाहको चाहिँ चर्चा छ। हजुर। बोल्ने केही छ त छैन नि होइन। अनि काम गर्ने हो भने काम गर्ने नेताको नाम यसरी चिनिन्छ क्या होइन, यसरी चिनिन्छ क्या होइन। कुशल कुनै नेता चिन्छस् त तैँले? तैँले पनि होइन जे होस् बालेन शाह आउनुभन्दा अगाडि कसैलाई चिनेको थिइस् त? एनिवे चिने पनि, तर के थियो भने कसले के काम गर्छ भन्ने कुरा त एक्ज्याक्टली रूपमा थाहा थिएन, मलाई सुद्धा थाहा थिएन क्या। तिमीहरूले भन्छ नि बालेन शाहलाई स्टाटस मात्रै लेख्छ भनेर, तर वास्तवमै काम गर्ने नेता भनेको यो हो क्या। नेताहरूलाई चुनौती मात्रै दिने होइन क्या, जनताको मनमुटुमा पनि बसेर काम गरिँदै हुन्छ भन्ने कुरा त कसैले पनि सोचेको छैन क्या। यतिसम्म कि यत्रो बच्चाहरूले पनि बालेन शाहलाई याद गरेर यतिसम्म भनेको छ क्या। हेर्नु त ल, काम गर्ने नेता अरू काम गर्दैनन् त्यही भएर चिन्दिनँ हुन्छ त, अनि त्यस्तो त हुन्छ अनि होइन। त्यही भएर काम गर्ने नेतालाई सबैले याद गर्छ, बच्चाले मात्रै होइन। बालेन शाहलाई चाहिँ मनमुटुमै राखिएको छ भन्ने कुरा चाहिँ अब चाहिँ थाहा भयो क्या।